जनालाई नमस्कार। आज चाहिँ हामी हाम्रो हजुरबाको जुन जीवनमा घटित भएका पहिलाका सानादेखि अहिलेसम्मको अवस्था कस्तो भयो, कसरी यो अवस्थासम्म आइपुग्नु भयो भन्ने विषयमा हामी यहाँ चर्चा गर्न गइरहेछौँ, हजुरबासँग कुराकानी गर्न गइरहेछौँ। हजुरबा नमस्कार। नमस्कार। अब तपाईँले चाहिँ हामीलाई बताइदिनु पर्यो जीवन भनेको के हो र तपाईँको जीवनमा पहिला कस्ता थिए र अहिले कस्तो भयो, समय कस्तो परिवर्तन भयो र पहिला तपाईँहरूको पालोमा कसरी चाहिँ जीवन बिताउनु भयो हो त्यसको बारेमा तपाईँले भनिदिनु पर्यो। अब यस विषयमा चाहिँ अब बाल्यकालदेखिको चाहिँ भन्नुपर्दा चाहिँ अब 8-9 वर्ष उमेरदेखि गोठामा बस्यो, भैँसी गाई पालियो, दुध खाइयो, अनि संसारै झापा जिल्लाबाट भारी बोकेर इलाममा 50 केजी पुर्याइयो। जीवनको सङ्घर्ष के भनौँ र छोराछोरी पालन पोषण गर्न पनि कडा थियो त्यति बेला जमाना। अहिले त एउटा जन्माउँछौँ, हाम्रा पालामा त अब 7जना, 4 भाइ छोरा 3 बहिनी छोरी जन्मिएका थिए। त्यसै कारणले दुःखको सङ्घर्ष धेरै बिहोर्नु पर्यो। तर अहिले भने चाहिँ अब अहिले म 74 वर्ष लागेँ। अहिलेसम्मलाई दुःखको कहानी बताएर पनि के भन्नु र। धेरै सङ्घर्ष गरियो, तर सबै कुरो पार लगाउँदै लिएर आएँ र अहिले अब छोराछोरीको कर्म धर्म पनि सकेँ। दोडा पुराण पनि लाएँ, दुःख सुख गरेर भारी बोकेर हरेक गरेर र अर्का घरि मैले अहिलेसम्म खाइनँ। र अरूलाई पनि म के भन्छु भने अर्काको ऋण खाएर ठुलो नहुनु र धनको त्यो जुगमा मान्छे कोही पनि नबम्किनु, दुःखकै साथ लडेर गरी खानु भन्छु म किसान जतिलाई। अब नेताहरू त के गर्छन् त म जान्दिनँ प्रभु। र मेरो जयराम यति नै हो।